साथीहरू अहिले चाहिँ हामी दिल्लीको राष्ट्रपति भवन घुम्न जाँदैछौँ। साथीहरू सबै गाडीमा चढिसक्नु भएको छ र हामी पनि त्यसैतर्फ जान लागिरहेका छौँ। जुन अहिले यो देखिएको छ यो अहिले संसद भवन परिषद जहाँ हामी राष्ट्रपति भवनमा पुगिसकेका छौँ। यस राष्ट्रपति भवनलाई हामीले नजिकबाट हेर्न नपाए पनि टाढाबाट भए पनि हामीले देख्न पाएका छौँ। यो राष्ट्रपति भवनमा चाहिँ एउटा जुन ब्रिटिसको सरकारको पालादेखि नै एउटा चलिआएको चलन रहेछ, जहाँ चाहिँ राष्ट्रपति हुँदाखेरि यो जुन माथि भवनको सबैभन्दा टुप्पामा एउटा डन्डी देखिएको छ, उक्त डन्डीमा झन्डा राखिँदो रहेछ भने र राष्ट्रपति काम विशेषले बाहिर गएको बेलामा निकालेर राखिँदो रहेछ। र यो चाहिँ हाम्रो भारतीय नोटमा देखिने गान्धी यात्राको स्ट्याचु हो, जुन भारतीय नोटमा देख्न सकिन्छ। यो चाहिँ भारत सरकारको पार्लियामेन्ट हाउस हो, जुन संसद भवन भनेको थिएँ नि मैले, हो त्यही पार्लियामेन्ट हाउस हो। यसमा चाहिँ नजिकबाट चाहिँ हामी देख्न सकेन, यो त एकदम सुरक्षाको कारणले गर्दाखेरि टाढैबाट भए पनि हामीले देख्न पाइयो, किनकि यो विगतमा संसद भवन नजिकैको परिसरभित्र पनि गएर मान्छे घुम्ने त्यहाँको। यो साथीहरू अहिले चाहिँ हामी दिल्लीको संसद भवनमा आइपुगेका छौँ होइन। यो छ नि यो जुन यो अहिले तपाईँहरूले देखिरहनु भएको छ, यो चाहिँ पुरानो संसद भवन हो। यो पुरानो यो ब्रिटिस सरकारले बनाएको भन्ने बुझिन्छ होइन। र अहिले चाहिँ यो गरेर देखाउँछु, यो चाहिँ अहिले नयाँ बन्दै गरेको संसद भवन हो। यो चाहिँ यो भारत सरकारले बनाएको। यो हामी एकदम धेरै टाढाबाट चाहिँ हेरिरहेका छौँ होइन। यो चाहिँ किन सुरक्षाको कारणले गर्दाखेरि हामीलाई त्यहाँ नजिक जान नदिएको भन्ने कुरा बुझ्न आएको छ। र यो पहिला इन्दिरा गान्धीको पालामा चाहिँ यो भित्र यो माथिसम्म नै गएर फोटो खिच्न पाइन्थ्यो भन्ने कुरा बुझेको छ। र यो पछि पहिला यो पनि यो जुन यो ट्राफिक लाइट पहिला मान्छेहरू त्यस स्थानसम्म गएर फोटो खिच्ने गर्थे रे। पछि यो टेरिस्टबाट चाहिँ आक्रमण भइसकेको कारणले गर्दाखेरि पछि चाहिँ यो त्यस स्थानमा जान नदिए, यो बाहिरबाट मात्रै जति पनि यो बाहिरबाट चाहिँ हेर्नको लागि चाहिँ दिएको भन्ने कुरा छ। दिल्लीको राष्ट्रपति भवन घुमेर चाहिँ अब हामी फेरि अब नेक्स्ट डेस्टिनेसनतर्फ जाँदैछौँ। साथीहरू पुरै गाडी चढ्न लागिरहेछ है।